इदा पैसा तपाईँ त राहुल दा होइन हो त भाइ तपाईँ यहाँ गर्नुहुन्छ म त यही त गर्दैछु भाइ के भयो त अन्त ए ल ल दा कस्तो मान्छे दादा के भयो राहुल दाले त तल पब्लिक टोइलेटमा काम गर्दै रहेछ त है हो र ए होइन होला हो त भर्खर गएको थियो कि पिसाब गर्नु त्यही देखेको ला हो र बिचारा दिदी माफ गरिदिनु न त्यसलाई बिचारा मैले त के गर्यो नि त तपाईँले त हो नि ज्यादा किचकिच गरेर बिचारा घरमा त पैसा ल्याउनु पर्यो नि त खानु त पर्यो नि त नकमाएर हुन्छ नि त अनि बिचारालाई कहाँ साह्रै टट्टीमा त साह्रै भन्थ्यौ जो हिँड्नु घर ल्याउनु होस् कहाँ काम गर्दैछ अरे कुन चाहिँ टोइलेटमा जाउँ न म लिएर जान्छु यसरी हिँड्नु 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 कहाँ म जानु हिँड्नु न तपाईँ हिँड्नु सुन्नुहोस् न दा एकैछिन बाहिर आउनु न तपाईँसँग काम छ अङ्कल भ्याक्सिन आइहाल्छु ल ल ल छुट्याइ जाइ अब हिँड काम गर्नु पर्दैन मैले जितिलाम भनिसक्यो भन्नु हिँड अब ए जान्दिनँ म मलाई केही पनि कमिसन हो लगाइरहेको छु खाइरहेको छु किन जानु म जाँदिनँ भनेको मान्नु न दा जाउँ न जाँदिनँ म हिँड्न हिँड मन नदुखा अब भयो त हिँड हिँड्दैन भाइ काम नगर हिँड हिँड्नु न हिँड्नु दा केही समयपछि यो दिदीले मलाई बजार माथिको टोइलेट फेरि किन लिएर आएको होला यहाँ चाहिँ किन ल्याउनु भएको दिदी मलाई यो टोइलेटमा बरु यहाँ काम गर तर पैसा पनि बेसी पाउँछस् भगवान क्या जुलुम है